Hi everyone, I'm Lakshmi. म होइन सधैँ ढिलो गर्छु कि 5 मिनट सुत्छु भनेर सधैँ ढिलो गर्छु 6 बजिसक्यो मेरो रुमदेखि क्याम्पस जान लगभग 10 देखि 15 मिनटको बिचमा लाग्छ होइन मलाई लाग्छ कि म क्याम्पसको छेउमा एकपल्ट हिँड्दै क्याम्पस पुग्छु 5 मिनट सुत्छु भन्दा भुसुक्क सुतेर 6 बजेको थाहै नै हुन्न अनि उठ्यो छिटो फटाफट नेपालीको बानी नै होला सायद यो ढिलो गर्ने दिस इज माई आउटफिट मलाई एउटा जादु दियो यस्तो गर्ने बित्तिकै म क्याम्पसतिर पुगाम प्लिज यार म कसरी पुगाम 6 बजेर 2 गइसक्यो यहाँदेखि लो यस्तो हो मैले जान ढिलो गर्दैन नि फेरि मैले जान ढिलो गर्दैन है कसरी भन्नु पाउन्न किनकि म 7 पनि टाइममा सुत्छु 10 बजी सुतिहाल्छु किनकि बिहान 5 बजी उठ्नुपर्छ म चाहन्छु कि छिटो जाम तर मेरो निदले नजा भन्छ एकछिन 5 मिनट सुत्न अलार्मलाई स्नुज गरी 10 मिनटमा अब 10 मिनट अब स्नुज गरी सुत्छु कि अनि कति बेला स्टप गरिहाल्नु रहेछु अनि पछि अहिले अलार्म किन बदल्नु 5 गरेर कहिले 55 गाउँछ कहिले 50 गाउँछ त्यही मैले 5 मिनटभन्दा बढी टाइम लगाउन कि रेडी हुनुमा त्यही छ मेरो राम्रो कुरा मेरो मन चाहिँ अलिक ढुक्क भयो किनकि यहाँ अगाडि मान्छे छन् कि क्याम्पस जाने मेरो अगाडि लगभग अनि पछाडि चाहिँ गइसकेनन् मेरो अगाडि छ नि त म पनि तिनीहरू सँगसँगै जाने गएँ नि अङ्कलले मलाई मात्रै सुनाउनु भएन अब म अरूलाई पनि सुनाउनुहुन्छ तिमी कति सधैँ ढिलो गर्छौ भनेर कपाल नकोरेको पनि कति दिन भयो यो ढिलो गर्नाले मैले नराम्रोसँग गरेको छु टाई कपडा ड्रेस त राम्रोसँग लगाएको छु कहिले भेटी लगाउन कहिले आज पनि टाई भेटेन कि ढिलो भएन किन हुन्छ त्यस्तो केही चिजै भेटिनँ मैले त्यति राखेको थिएँ होइन खोजेछु भेटिन्न मैले ल्याइदिन्छु मेरो अझै यस्तो छ राम्रो छैन अस्पताल पुरा म्याथ गरिरहेको छु मान्छेहरूलाई कपै खाएर किन हुन्छ कपाल यस्तो मैले नयाँ टप किनेको छु गाइज हेर्नुहोस् कस्तो मान्ने भनिदिनुलाई राम्रो मान्ने होइन भन्न पाइन्न राम्रो दोस्तों मैं फर्किँदैछु घर म जाँदैछु घर ब्याकग्राउन्ड न्युजलाई प्लिज डोन्ट माइन्ड गरिदिनु ल यो टप हेर्नु न कति राम्रो छ कति महँगो तपाईँलाई के थाहा डायमन्ड पनि छ यसमा एउटा यहाँनिर ए थाहा छ कार म बौलिसकेँ एक्लै हाँस्छु एक्लै गर्छु म बौलाइसकेँ म जाँदाखेरि बिहान त अलिक ठिकै भएको जस्तो मान्थेँ आउँदाखेरि यस्तो भएको छ आउँदाखेरि झन् राम्रो भइरहेको छ क्या देखाउँछु है हजुरहरूलाई मलाई होइन बाटोमा हिँड्दाखेरि मात्रै भ्लग बनाउनु मन लाग्छ कि किनकि म एक्लै हिँड्दा केही पुरा 81 पुरा यति छिटो हिँड्दा हुन्छ नि त अब रुममा गएपछि छुट्टै भइहाल्छ कि त्यहाँमा मलाई भ्लग बनाउने त्यस्तो केही नै आइडिया पनि आउन के भनौँ जस्तो हुन्छ त्यही भएर मैले चाहिँ सबै जति पनि हुन्छ यही क्याम्पसमा मात्रै हाल्छु ल मैले चाहिँ के लगाएको छु थाहा छ मासु मेरो लागि मात्रै हो ल तपाईँहरू पनि यदि खान चाहनुहुन्छ भने मेरो घर आउनु सक्नुहुन्छ म तपाईँलाई खुवाउँछु 1 पिस पनि खुवाउँछु ल मेरो बर्थडे आउन होइन अब एक्ज्याक्टली 1 हप्ता छ आज मङ्गलबार भयो अब अर्को मङ्गलबार त मेरो बर्थडे आइहाल्यो नि मलाई कसैले दिन सक्नुहुन्छ गिफ्ट यदि दिन चाहनुहुन्छ भने मैले आज गिफ्ट नि पाइनँ तो कैसे है आप लोग मैं तो बहुत बुरा हाल है मेरा तो सो मलाई चाहिँ यस्तो मेकअप सेकअप गरेर बस्न चाहिँ अलि राम्रो लाग्छ आज मलाई थोरै जाँगर चलिरहेको होइन आज थोरै गरम ल मेकअप गरम ल ओके भनेको तिमीले ओके भनेको मलाई तिमीलाई ओके भनेको साँच्चै
म एक्लै बोल्छु कि आजकल बोलाइसकेको छु हामी पहिला सुरुवात गर्छौँ सनस्क्रिमदेखि ल म कस्तो राम्रो देखिया छु हेर त वाउ पुरै राम्रो भनेर बाहिर जान्छु केही गरेर आउँछु भन्ने सोचेको थिएँ जम्मा 20 रुपियाँ थियो त्यही पनि सोचेको थिएँ तर मेरो प्लानमा पानी फेरियो पानी किनकि बाहिर ठुलो पानी पर्यो पुरा बाढी आउँदैछ बाई गाइज आजलाई यति सी यू टुमारो त्यसो गरेर भोलिको भिडियो हेर्नको लागि सब्सक्राइब गर्नु होला किनकि तपाईँको नोटिफिकेसन आउँछ अनि तपाईँले हेर्नु होला मेरो भिडियो बाई बाई लभ यू